सासले कताबाट चाहिँ त्यो अनुसारले हुन्छ यो के हो हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ एकदमै स्पेसल डे रहेको छ। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु, तर थोरै थोरै यहाँ मुखमा घाउ आएर मलाई अलिकति हल्का बोल्नको नि गाह्रो भइरहेको छ। केही छैन, यो चाहिँ कहिलेकाहीँ आइरहन्छ। अनि आज चाहिँ स्पेसल डे के हो भन्दाखेरि आज चाहिँ मेरो बुढाको जन्मदिन हो। आज चाहिँ बर्थडे अनि काममा जानुभएको छ अनि म चाहिँ यहाँ रुममा एक्लै छु। अनि हल्का फुल्का रुममै हल्का डेकोरेसन गरेर बुढालाई सरप्राइज गर्छु भनेर मैले चाहिँ सोचेको छु। अनि आज चाहिँ मेरो बिदा, भोलि पनि बिदा। आज चाहिँ स्याटरडे, इङ्ग्लिस डेटमा चाहिँ आज रहेको छ भनेदेखि नेपाली डेटले चाहिँ भोलि रहेको छ बर्थडे। अब भोलि चाहिँ यसो बाहिर घाम लाग्यो भने बाहिर जान पनि सकिन्छ घुम्नको लागि, तर फिक्स चाहिँ छैन। अनि त्यही भएर के हुन्छ भनेर आज चाहिँ रुममै हल्का फुल्का सेलिब्रेट गरिदिउँ न बुढाको लागि भनेर। उहाँले पनि अनि थोरै स्पेसल फिल गर्नुहुन्छ नि त। यसो सानोतिनो आफ्नो मान्छेले कसैले के गरिदियो भने एकदमै खुसी लागेर आउँछ नि त हर कोहीलाई। अनि झन् मैले त आफ्नो बुढाको लागि सानो केही प्रिपेयर गर्दैछु भनेपछि देखेर त उहाँलाई पनि खुसी लाग्छ नि त। अभियसली हामीहरू सबैजनाले एक्सपेक्ट गरे हुन्छ कि अब लाइफमा चाहिँ होइन उताप चढाव दौड मलाई बोल्न कस्तो गाह्रो भइरहेको छ कि गाउँले गरेर। लाइफमा अप्स एन्ड डाउन्स आइरहेको हुन्छ, भइरहेको हुन्छ होइन। अनि त्यही क्रममा पनि त्यही बिचमा पनि कसैले हामीलाई स्पेसल फिल गराइदिनु भयो भने सानोतिनो कुराहरूले पनि यति धेरै खुसी हुन्छ कि मन हामीहरू यति धेरै इमोसनल हुन्छ कि यति धेरै ह्याप्पी हुन्छौँ कि होइन। त्यही भएर टाइम मिलेसम्म आफूले चाहिँ टाइम निकाल्न सक्नुपर्छ। लाइफ अब के हो, भोलि आज के हो भन्ने कुरा थाहा नै हुँदैन कि कसैलाई पनि। अनि त्यही भएर हरेक सानो कुरामा चाहिँ खुसी हुन सिक्नुपर्छ आफैले है। अनि धेरै कसैको एक्सपेक्ट राख्नु पनि हुँदैन लाइफमा। अनि त्यस्तै हो, आफ्नो लाइफको कहानी धेरै छ सबैजनाको। केही न केही कुराको टेन्सन छँदैछ क्या लाइफमा। कसैलाई पैसाको, कसैलाई मेन्टल, कसैलाई हेल्थ इस्यु, हरेक कुराको समस्या छ क्या। अब के गर्नु, यस्तै छ लाइफ। अब एक दिनको अब एकचोटि पाएको लाइफ होइन, जसो कटाउनै पर्छ काल नआएसम्म। यस्तै हो होइन, आफूले सङ्घर्ष गर्नै पर्छ, बाँच्नै पर्छ, रमाउनै पर्छ। त्यही भएर अनि धेरै इमोसनल हुन लागि के हो म कन्ट्रोल। अनि म चाहिँ यहाँ हल्का डेकोरेसन गर्न लागेको। यहाँ चाहिँ लुगाहरू सुकाएर चाहिँ यो चाहिँ थन्काउनु बाँकी नै छ, यो पनि थन्काउँछु म। अनि बाँकी चाहिँ मैले यहाँ त पछाडि चाहिँ कालो कपडा टाँगेर ह्याप्पी बर्थडेको त्यो स्टिकर मैले टाँसिसकेँ। अब बेलुन फुलाउनु बाँकी छ। अब भरेसम्म के हुन्छ, बुढा चाहिँ भरे कामबाट आउनुहुन्छ अनि त्यसपछि म देखाउँछु बाँकी कुरा चाहिँ। अहिले चाहिँ म हल्का फुल्का डेकोरेसन गर्छु। फेरि पनि भिडियो मार्फतबाट पनि ह्याप्पी बर्थडे मेरो बुढा, जन्मदिनको धेरै धेरै शुभकामना। सधैँ स्वास्थ्य रहनु, चाहेको सबै कुरा पुरा होस्, सधैँ साथ सपोर्ट यसरी नै मलाई गर्दै गर्नु। मेरो तर्फबाट पनि सधैँ माया, साथ, सम्मान हरेक कुरा रहिरहनेछ। त्यही हो, दुईजना मिलेर अगाडि बढ्नुपर्छ लाइफमा, यस्तै हो। अनि त्यही हो ल, गाम्बाते मेरो बुढा भर्खर जापान आएर काम गर्न थाल्नु भएको छ। अब त्यही हो, गाह्रो साह्रो त्यस्तो त हुन्छ नि अब नयाँमा। त्यही हो, अब धेरै म कुरालाई लम्ब्याउँदिनँ। म चाहिँ यहाँनिर अब के गर्छु म देखाउँछु। अझै बेलुन फुल्याउने यो चाहिँ मैले अर्डर गरेको आज भर्खर सामान आएको छ होइन। अनि यसले मुखले फुल्याउँदा लास्टै झ्याउ लाग्ने। अर्को सानो पनि थियो, त्यसले पनि हामीलाई झ्याउ लाग्ने। अनि यति कस्तो मजाको रहेछ कि एकछिनमा देखाउँछु ल। यहाँ फर्स्ट बेलुन भयो, ब्ल्याक गर्छु, ब्ल्याक। धेरै ठुलो भैया, धेरै ठुलो भइसकेको चाहिँ हल्का म सानो बनाउँछु। बनाएपछि देखाउँछ है। यति भइसक्यो। यता पनि छ है, सेट चाहिँ गरेको छैन। अब म सेट गरेर देखाउँछु अहिले पछि। यता पनि छ है,
गर्नै बाँकी छ अझै छ यस्तो छ यहाँनिर अहिले मैले चाहिँ डेकोरेसन यतिको बनाइसकेँ यस्तो भएको छ डेकोरेसन चाहिँ यस्तो मलाई चाहिँ राम्रो लागिरह अब कस्तो भएको छ अब पछि अब हेर्छु म रियाक्सन मेरो बुढाको मलाई चाहिँ दामी लागिरहेछ मैले फर्स्ट टाइम यसरी डेकोरेसन गरेको अनि केक पनि आफैले बनाएको छु कस्तो हुन्छ अब अहिले पछि देखाउँछु म हजुरहरूलाई आए जस्तो साथीहरू मेरो बुढा कामबाट आएर जस्तो छ त्यो कति ढिलो आएको हो कामबाट हो निन्द्रा लागिसक्यो आफूलाई चाहिँ यहाँनिर म खाना खाएर सुत्दिनु लागेको थियो अनि फेरि अब होस् अब लुगा फेर्नु अनि म खाना पस्किन्छु ल ठुलै चिजमा आएछ यहाँ ठुलै चिज छ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु Happy birthday, Benaju. Thank you. ल बाहिर पढ्ने होइन ल आऊ त भाइ ल बेनाजुले चाहेको सबै पुरा होस् पुरा हुँदैछ ल भाइ ल छिटो भन्ने हुन्छ ल बिगार चाहिँ फेरि यस्तो अलिक यहाँ म पनि देख्नु परेन ओके उसको फेरि अर्कै छ ल अलिक नजिक आऊ न त नि आयो ल हेटेर ल ल ह्यापी बर्थडे बेनाजु थ्याङ्क यू कपाल के खत्रै ओहो र तपाईँलाई पुगेन होला फेरि खाइदिनु ल यो त हाम्रै हो नि हाम्रो हो नि आऊ फोटो खिचौँ न त्यो ए गिफ्ट त बाँकी नै छ त ओहो ल छ र गिफ्ट पनि तपाईँ हेरौँ त बेहोस नहुने गिफ्ट छ गिफ्ट दिएर गिफ्ट दिएर बेहोस नहुनु कता कताबाट आउँछ हाम्रो चाहिँ थ्याङ्क यू बेहोस नहुनु नि यहाँनिर गिफ्ट के छ हेर्नुपर्छ है यसमा ल ल यहीँ हो कि हो अनबक्सिङ ल अलिक मजाले गरिहाल्ने हो अनबक्सिङ पनि पैसा त साँच्ची गरौँ के रहेछ त्यहाँ हेर्नु अहिले थाहा पाउँछ नि के हो 30 रुपियाँ आउँछ त यहाँ ए भएपछि यस्तो यो खतरै चिज छ कि हो के छ के छैन हेर्नु नि यहाँ यो यो के हो यो के हो यता हेर्नु न मैन त के हो यो जरा फोकस करो फोकस गिफ्ट के हो यो यस्तो नि हुन्छ जरा फोकस करो जहिले कपाल काट्दियो मुडी कपाल काट्दियो ल है त ल कपाल काट्दियो भन्थ्यो मैले ए यो कपाल काटेर लाउने हो त्यो घाँटीमा ल खप्छु के हो यो खोइ त नि ओइ खोइ त नि यो कुरोबाट चिरोले यस्तो र भन्नु के कति छिराउँला त्यो टाँस्ने कताबाट चाहिँ त्यो अनुसारले हुन्छ
कपाल झर्दैन के काट्ने ल अर्को नेक्स्ट नेक्स्ट यो के हो जरा फोकस गर बेबी यो जाडोमा यो जाडोमा लगाउने यो पनि ल ट्राई गर्न ल काममा जाँदा चिसो लाग्छ नि त यो अलिक मङ्की टाइपको जस्तो छ है मेरो आँखा मात्र देख्ने तपाईँलाई काममा जाने र जाडो नहोस् भनेर के बुढीको माया चाहिने ल है त अब यहाँ मेन आयो है त मेन ओ जरा फोकस गर तपाईँ हुडी भनेथ्यो अनि त्यही भएर हुडी मगाइदिएको आउँदैछ अर्को पनि छ चाहिँ आम्मा हो के हो इधर भी फोकस करो कि के हो छोटा पैकेट बड़ा धमाका हो गया यो यहाँ मेन फोकस दे ल हजुर छोटा पैकेट बड़ा धमाका हो गया हुनु सक्छ यो के हो के हो यो ल जाडो एउटै ल जाडो चाहिँ ढुक्कै कट्ने रहेछ तपाईँ लगाएर हेर्नु त पर्छ ओइ माथि त्यो साइज लाइट बुढी भनेर बुढीको लागि मगाएँ क्या मैले पुरै स्नोम्यान बनाउने हो कि के हो मलाई बेड दिएर के भने भाइ स्नोम्यान बनाउने हो कि के हो स्टोम्यान बनाउँछ कि नेस्टोम्यान बनाउँछ नेस्टो पो बल्ला छ गिफ्ट भनेको एक्सपेन्सिभ एक्सपेन्सिभ मेरो मुख दुखेर बाप रे बा यो के हो यो सबभन्दा कुन ठिक लाग्यो एक्सपेन्सिभ हुनुपर्छ नि छैन के गिफ्टको त्यो महँगो सस्तो हेर्ने होइन नि त तपाईँलाई चाहिने चिज छ कि छैन तपाईँ प्राइजलेस हो गिफ्ट यहाँ आउ त ल ल गिफ्ट ओहो कति हो गिफ्ट त प्लस चाहिँ प्लस हो त होइन होला ल छिटो ल ओइ टाउको हान बस्नु पर्यो बसेपछि देख्छ त ल हेर्नु न खोलेर होला के छ हेर्नु ल यहाँनिर खोलेर दे क्यामराम्यान जरा फोकस गरो फोकस यो हो नि त कडा दिलो नि यहाँले मैले है ल ल दिन म लगाउँछु माटाले एक ही दिन में कताबाट बाँकी छ आउनुलाई यो पेन्डिङमा हाम्रो त अलि डेलिभरले अलिक ढिलो गरिदियो डिलिभर यो ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर बेनाजु ह्यापी बर्थडे टु यु बियर पार्टीहरू एभ्री टाइम एभ्री टाइम एभ्री टाइम के भयो त भात नखाने once again happy birthday थ्याङ्क यू दाइङको बाबा मलाई मात्र मन नपर्ने हो के हो यस्तो यो जाड रक्सी भन्ने कुरा भोमिटै होला जस्तो हुन्छ त हौ साथीहरू के हो ल खाएँ अब चाहिँ छोटावाला होइन बडावाला नि खानु हुँदैन छोटावाला नि खानु हेलो गाइज गाइज गोरुज भन्दै थियो कुन चाहिँ यहाँ त पछाडि त लुगाको डिङ्गुर दिएछ मेरो नाक
मेरो मोबाइलबाट यहाँ कति सेतो आउँछ म काली मान्छे सेतो देखाएर कस्तो राम्रो खै त तपाईँ सेतो देख्यो अहिले म सेतै छु नि ल चेस गरिदिउँ ल खाए ल गरिदिउँ ल आज चाहिँ ल